शेरबहादुरको घरमा जलेको पैसालाई यो पैसा सक्कली हो कि नक्कली हो कि एआई हो कि त्यो चाहिँदैन, तर त्यो पैसा देख्दा कस्तो भयो तिमीलाई भनेर सोच्दा आन्सर दिन नसक्ने नकटाले यो देशका भ्रष्टाचारीहरूलाई कारबाही गर्छ र देशमा सुशासन ल्याउँछ भनेर तपाईँ हामीले बताइदिनु पर्ने। अझै मैले त्यो मान्छेलाई विश्वास गर्न छोडेको 5 वर्ष भयो। मैले त्यो फटाहा, त्यो महाठग, त्यो बदमास जनतालाई झुक्काएर पटक पटक काठमाडौँका जनतालाई झुक्काएर कहिले सभापति हुन्छु भनेर झुक्कायो, कहिले महामन्त्री भनेर हुन्छु भनेर झुक्कायो, कहिले प्रधानमन्त्री हुन्छु भनेर झुक्कायो। अब काठमाडौँको मान्छेलाई झुक्काउन सकिँदैन भनेर मधेसका सिधा साधा गरिब जनतालाई झुक्काउन गएको छ। यो समग्र नेपाल र नेपाली संसारभरि बस्ने नेपालीहरूले आज थुकिरहेका छन्। मैले मात्रै गाली गरिरहेको छु भन्थे, आज मेरा भाइ बहिनीहरू, जेनजी पुस्ताका भाइ बहिनीहरू, अझ नवजवानहरू सबले गाली गरिरहेका छन्, सबले खेदिरहेका छन्। यो फटाले हिजो बुवा आमालाई त ढाँट्यो। अब नवजवानहरूलाई पनि, नयाँ पुस्ताहरूलाई पनि, जेनजीहरूलाई पनि ठगेर ढाँटेर यो बदमासले फेरि जनता झुक्काउँदैछ। तपाईँहरू क्लियर भएर लाग्नुहोस्, यसले जनता झुक्काउँदैछ, मधेसी जनतालाई झुक्काउँदैछ, मधेसका जनतालाई झुक्काउँदैछ। त्यहाँ गएर नानाविधि यसले पैसा पावरदेखि लिएर हरेक प्रविधि प्रयोग गरेर त्यहाँबाट चुनाव जित्ने कोसिस गर्दैछ। तपाईँहरूले छेक्नुपर्छ यस्तो महाफटालाई। यी फटाहा, यो मान्छे यसले शेरलाई भित्ता लगाएर बाख्रे आएको छ। तपाईँहरूले चिन्नुपर्छ, यो बाख्रेलाई ठाउँको ठाउँ छेक्नुपर्छ। मधेसी जनताहरूले बुझ्नुहोस्, मधेसका जनताहरूले बुझ्नुहोस्, यिनीहरूले मधेसै भन्छन् तपाईँहरूलाई। मधेसका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले बुझ्नुहोस्, यो मान्छेलाई त्यहीँ छेकिदिनुहोस्, बल्ल नेपाली जनताको सपना पुरा हुन्छ। नत्र यो महाठग हो। त्यत्रो 3 दिनसम्म जलेर नसकिएको पैसा, शेरबहादुरको घरको पैसा चाहिँ यो पैसा यो गलत छ भनेर बोल्न नसक्ने अपराधीले जेनजी भाइ बहिनीहरूको मुद्दा यसले उठाउँदैन साथीहरू। यसले जेनजी भाइ बहिनीहरूको मुद्दा उठाउनेहरूलाई जेलमा हाल्छ। उदाहरण छँदैछ त रवि लामिछानेलाई कति गरेछ भन्ने कुरो। रवि लामिछानेको बारेमा चाहिँ यो चोकमा फैसला सुनाउने न्यायाधीश बन्न हुने, अनि शेरबहादुरको बारेमा चाहिँ यो मौन बस्न मिल्ने? यसलाई खेद्नुपर्छ साथीहरू।